सो हे गाइज, आज चाहिँ हामी सिन्जुकु गएको थियौँ। पानी परेर हामी एक ठाउँमा बसेर छु। मैले चाहिँ छाताहरू केही बोकेर गएको थिएन, पर्स मात्रै बोकेर गएको थिएँ, सानो पर्स। अनि हट लेमन भएर गएको थिएँ। यहाँ त एकदम गर्मी हुन्छ नि त, अनि केही पनि बोकेर गएको थिएन, एकदम बिजोग भएको थियो। अनि पानी एकछिन रुकिसकेपछि चाहिँ हामी हेलो वर्कतिर गयौँ। एकजना साथीले चाहिँ छाता लगेको थिइन्, उसले चाहिँ हामीले ओसार पोसार गर्दै थिइन्। अनि यो चाहिँ म अलिअलि भिजिया छु। मेरो साथी हेलो वर्कमा उता फुच्चुतिर सुसिरोतिर कुरा गर्दै छिन्। अनि मैले चाहिँ यताउति हेरिरहेको छु। ऊ चाहिँ बोल्दै छिन्, मलाई चिच्याउ लागेर मेरो कपाल मिलाउँछु। घरि म के गर्छु, कपाल सुकाउँछु, फेरि उसलाई हेर्छु। मेरो नाटक त सकिँदैन नि। अनि त्यसपछि आज यस्तो बिजोग भएको होइन। सिम नरिखाइ गर्ने भनेर गएको, सिम पनि नरिखाइ गर्न पाएन। फिजुलको खर्च भयो। अब फिजुलको खर्च के गर्ने भनेर म चाहिँ गएँ खाइमुनु गर्न जाऊँ नेपाली पसल भनेर खाचाक खुचुक बोकेर ल्याएँ। अनि मोमो किने, अचार त मेरो फेभरेट नै हो। अचार त म जहाँ गए पनि किनेर एक बट्टा चाहिँ ल्याउँछु नै। उनी चाहिँ मेरो साथी हुन्, उसले चाहिँ राम्रोसँग जाऊ भन्दै थिइन्। अनि यो चाहिँ एक्जिट भए हामी चाहिँ फुच्चु एकीबाट। अनि मेरो काम गर्ने ठाउँ पनि म हजुरहरूलाई देखाउँछु, त्यही अगाडि छ। म चाहिँ स्वस्तिना, मेरो साथी चाहिँ स्वस्तिना छ अहिले। उसँग गफ गर्दै थिएँ, तिमीले चाउमिन किन्छु भन्दै थिइन्। अनि चाउमिन किन्न जान्छौ त भन्दै थिएँ मैले। उसले चाहिँ अहिले खानेलाई छ, पछि जान्छु भनेन्। अनि पछि अब चाउमिन किन्न गएको बेलाको भिडियो पनि म बनाउने छु। हामी चाहिँ एकी स्टेसनबाट निस्किसक्यौँ। अनि स्टेसनको अगाडि नै मेरो काम गर्ने ठाउँ छ, सुसिरो। म चाहिँ सुसिरोमा काम गर्छु, तपाईँहरूलाई म देखाउने छु। यहीँ नजिकै छ, यो चाहिँ फुच्चु स्टेसन हो। अनि यहाँभन्दा अलिकति अगाडि चाहिँ सुसिरो छ। ऊ त्यो रातोवाला चाहिँ सुसिरो हो, गेमुको माथिको सुसिरो। म चाहिँ यहीँ काम गर्छु। अनि यहाँबाट हिँडेर चाहिँ हामीलाई 12 मिनट लाग्छ रुम पुग्नलाई, हाम्रो होस्टेल पुग्नलाई। यसको तल चाहिँ सुसी छ। यो चाहिँ कुरुरुको बिल्डिङ हो। म चाहिँ अगाडि हिँड्दैछु। मेरो साथीलाई चाहिँ मैले भ्लग बनाइदेऊ न त भनेको थिएँ, किनकि मेरो हातमा त सामान थियो। खाइमुनु गरेर आएको थिएँ नि त। अनि सामान त अलिकति टन्नै थियो, टन्नै पैसा खर्च गरेर आएपछि त सामान पनि टन्नै हुन्छ। अनि यो चाहिँ हाम्रो नाटक, सँगै हिँडौँ भनेर। यो चाहिँ हामीले दुवैजनाले कुरा गरिरहेको थियौँ। यत्रो बुढो हुन्जेलसम्म पनि यहाँको बुढाहरूले काम गरिरहन्छन्, थाक्दा नि थाक्दैन। यिनीहरूलाई त कस्तो दुःख नभएको जस्तो काम गर्छन् भनेर कुरा गर्दै थियौँ। तर फेरि यहाँको मान्छेहरू चाहिँ काम गर्नै रुचाउँछन् साथीहरू। अनि त्यहाँ जेब्रा क्रसिङ छ, त्यो हरियो रहन्जेलसम्म चाहिँ जान पाइन्छ। रेड आयो भने चाहिँ जान पाउँदैन। अनि अब त्यो हरियो चाहिँ जान लागेको थियो। अनि हामी चाहिँ कुदेर गएको। उसले फेरि मलाई मतिर क्यामेरा घुमाएर तिमी चाहिँ किन कुदेको भनेर मलाई सोध्दै थिइन्। अब हामी त्यहाँ नकुदेको भए हामीलाई 5 मिनट कुर्नु पर्थ्यो। अनि अलिकतिको लागि अब के गरिरहनु भनेर हामी चाहिँ कुदेर आयौँ। यस्तै छ। बिहान गएको 12 बजे, राति 7 बजे फर्केको गाइज। यति हेलो वर्कमा त 2-3 घन्टा नै टाइम लगाइदिन्छ। त्यही माथि पानी परेर त हामी त जाडोले कस्तो भएको थियो नि, एकदम सामुई भएको थियो आज। तुत्तिमु सामु खाता देश। अनि यही छ रमाइलो। अनि उसले चाहिँ फेरि
मासुको कुरा गरिन्। मासु चाहिँ एक्सपायरी डेट समथिङ के हेरेर चाहिँ लिनुपर्छ भन्ने कुरा गर्दै थिइन्। अनि मैले त त्यस्तो हेर्दिनँ थिएँ। अब चाहिँ म डेट हेरेर सबै थोक किन्ने गर्छु भने मैले उसलाई। पछि अब फर्किँदै म चाहिँ आएर मोमो खाएँ गाइस। थ्याङ्क यू फर वाचिङ माई भिडियो।